सर नमस्कार जोजोलोपा म देश र जनताको मान्छे राजाराम तन्डुका। मैले सोध्न खोजेको चाहिँ लोड सेडिङ कुलमान घिसिङ हटेको एक हप्तादेखि नै पटक पटक बत्ती निम्न थालेको छ र त्यो यो हलमा बसेको कसैले पनि होइन भन्न सक्दैन। छ भने एकजना कसैले हात उठाउनु होला, छ भने तपाईँहरूले भन्नुभयो, तपाईँले पनि भन्नु नि भयो। पटक पटक आउँछ सुन्नुहोस्, चैत्र मसान्तसम्मको डाटा दिए त्यो स्मार्ट मिटर चाहिँ पटक पटक आउँछ। जुन तपाईँले अहिले क्यारेट र स्टिकको कुरा गर्नुभयो, तपाईँले स्टिक त झन् त्यो महिनामै होइन, जुन हप्ता दिनै नगर्दै बत्ती तिर्ने बत्तीको पैसा महसुल तिर्नेहरूलाई चाहिँ स्टिक दिनुभयो कि भन्दा लोड सेडिङ गरेर बत्ती निभाएर के त भन्दा फालिसकेको जेनेरेटरहरू खोज्न परेको छ। जसले बेचिसके जेनेरेटर उसले किन्न जानु परेको छ, जसले इन्भर्टर फालिसकेको छ उसले फेरि किन्न जानु परेको छ होइन। अनि जसले इन्डक्सनमा भात पकाउन थालेको थियो उसले फेरि ग्यास चुलो किन्न परेको अवस्था छ। हेर्न जानुहोस्, बुझ्न जानुहोस्, बजारमा सेल चाहिँ ग्यास चुलोको सेल्स बढाएको छ, इन्डक्सनको होइन। जेनेरेटरको सेल्स बढाएको छ, ब्याट्रीको सेल्स बढाएको छ होइन। दुःख पाएको छ र भुक्तभोगी म आफै हो होइन। यो किन भइरहेछ? मेरो बुवा त एक दिन नागला भनेर दौडी पुग्नुहुन्छ। म खोपुन्डोल बस्छु, गुसिङ्गाल तपाईँको बाटो ठ्याक्कै 200-300 मिटर पारी पुल्चोकमा गएर तिर्नुहुन्छ। अनि लोड सेडिङ भइराखेको छ, तपाईँले छैन भन्नुभयो, तपाईँ एक्लै हात उठाउनुभयो। तपाईँले तपाईँका मञ्चमा बस्नेले उठाएर भएन, यहाँ पत्रकार मित्र र यहाँ फ्लोरमा बस्नेले उठाउनु पर्यो क्या। निभेकै छ, ल हेर्नुहोस् किन निभिरहेछ यसरी? जनतालाई यस्तो त गर्न पाइएन नि होइन। बत्ती किन निभिरहेछ र तपाईँले त्यो डेडिकेटेड जङ लाइनवालाको सुन्नुहोस् न, उठाउन सक्दिन यो भन्नुहुन्छ होइन। उनीहरूको लाइन काट्न सक्नुहुन्न भन्नुहुन्छ। अनि जनतालाई चाहिँ नि लाइन काट्दिने, सबैजनालाई काट्दिने। आज बिहानै पनि आधा घन्टा मेरो घरमा बत्ती निभेर मेरो मोबाइलै चार्ज गर्न पाएन, बुझ्नु भएन? यो समस्या बत्ती बिना 15 मिनट निभोस्, आधा घन्टा निभोस्, ब्याकअप त चाहिने नै हुन्छ, किन्नै पर्ने हुन्छ, दुःख त पाउँछ। बत्ती जस्तो चिज कन्टिन्यू त हुनु पर्यो नि। र तपाईँले जतिसुकै होइन भने पनि यहाँ पत्रकारजीहरू हुन्छ, सबै हुनुहुन्छ, कसैले बोल्न सक्दैन। ल भन्नुहोस्, तपाईँले उहाँले हात उठाउँदै हुनुहुन्थ्यो, ल भन्नुहोस्। पहिला पनि जान्थ्यो बत्ती, अहिले गएको छैन है त्यस्तै। जान्छ बत्ती जान्छ, लगाएर भने होइन, मैले लगाएको पाएको निभेको छैन भने होइन, निभेको छ। तर तपाईँ आइसकेपछि बढी निप्न थाल्यो फ्रिक्वेन्सी के, त्यसको नम्बर अफ त्यो निप्ने क्रम चाहिँ दिनको नै 2-3 चोटिसम्म निभेको छ। हो हप्तामा निप्थ्यो, कहिलेकाहीँ निप्थ्यो, ननिप्ने होइन। कुलमान घिसिङ हुँदाखेरि बत्ती नै निभेको छैन भनेर मैले कहाँ भनेर बोल्न दिनुहोस् होइन। त्यसो गरौँ न, तपाईँको घरमा स्मार्ट मिटर छ तन्डुकारजी? हजुर, तपाईँको घरमा अहिले स्मार्ट मिटर छ?